नमस्ते। यदि तपाईहरु पनि यस्तो बिजी लाइफमा आफ्नो वेट लस जर्नीमा हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईको लागि। सो हामीले चाहिँ वेट लसको लागि चाहिँ नि ब्यालेन्स डाइट खानुपर्ने हुन्छ र आफ्नो क्यालोरी इन्टेक चाहिँ हेरिराख्नु पर्ने हुन्छ। सो हामी मोस्टली मान्छेहरुको चाहिँ बिहान र बेलुकाको क्यालोरी इन्टेक र ब्यालेन्स डाइट मिलिरहेको हुन्छ। तर धेरै जस्तो खाजाको टाइममा चाहिँ एकदम बिग्रिने चान्सेस हुन्छ। मान्छेहरु काममा बिजी हुन्छ भने कोही घरको काममा बिजी हुन्छ, कोही आफ्नो फ्यामिली हेर्नमा बिजी हुन्छ, कोही के कुरामा बिजी हुन्छ। त्यही बिजीको टाइमले गर्दा हामीले चाहिँ नि मोस्टली खाजा टाइममा चाहिँ नि हैन आफ्नो ब्यालेन्स डाइट मिलाउन सकेको हुँदैन। कहिलेकाहीँ अब बच्चाहरु हुन्छ जंक फुड खाइदिउँ न भनेर हुन्छ अनि उनीहरुले खादा हामी पनि खाइदिउँ जस्तो हुन्छ। अफिसमा जाँदा साथीहरुले मंगाउँदा जंक फुडहरु मंगाइरा हुन्छ। सो जहिले जंक फुड खाइराको हुन्छ। कहिलेकाहीँ अब दुब्लाउनको लागि खाजा स्किप गरिन्छ व्हिच इज नट गुड। सो यसरी नै हाम्रो चाहिँ नि मोस्टली स्न्याक्स टाइममा चाहिँ नि हाम्रो ब्यालेन्स डाइट मिलिरहेको हुँदैन। कहिलेकाहीँ चाहिँ ब्यालेन्स डाइट मिलिरहेको पनि हुन्छ, एक दिन दुई दिन गर्दै मिलिरहेको हुन्छ र चौथो दिन चाहिँ नि एकदम क्रेभिङ हुन्छ, बाहिरको खाने हल्का जंक फुड खाने क्रेभिङहरु भइरहेको हुन्छ हैन। मोस्टली वेट लस जर्नीमा हुने भनेको यही हो। हप्ताको एकचोटी बाहिरको खादा केही फरक पर्दैन, तर मोस्टली अब बानी हुँदा हुँदा हैन हामीले कतिको जंक फुड खाइरहेको हुन्छ त्यो हामीले थाहा नै हुँदैन वेट लस जर्नीमा। अनि वेट अड्क्यो भनेर चाहिँ हामी चिन्ता लिएर बस्छ। यही क्रेभिङ हटाउनको लागि अनि ब्यालेन्स डाइट मेन्टेन गर्नको लागि चाहिँ नि मैले भेस्टिजको वी स्लिम सेक युज गर्छु। यो चाहिँ नि एउटा मिल रिप्लेसमेन्ट प्रोडक्ट हो। यसलाई चाहिँ नि मैले खाजाको सट्टा खान्छु। यसले चाहिँ नि कति बेरसम्म भोक लाग्न दिँदैन अनि साथसाथै यसमा धेरै हाम्रो शरीरलाई चाहिने न्युट्रिएन्ट्सहरु सबै छ। ब्यालेन्स डाइट मजाले मेन्टेन हुन्छ। यसले चाहिँ नि क्रेभिङहरु एकदम रोक्छ। पेटलाई फुल गरेपछि त अब हामीलाई भोक लाग्दैन अनि क्रेभिङहरु त मजाले रोक्ने नै भयो। सो यसलाई चाहिँ नि म मोस्टली स्न्याक्स खाने टाइममा लिन्छु किनभने मेरो मोस्टली जंक इन्टेक चाहिँ स्न्याक्स खाने टाइममै हुन्छ। सो त्यो नहोस् भनेरै म चाहिँ नि अफिसमा पनि लिएर जान्छु यो। अनि मैले चाहिँ नि मोस्टली पानीसँग खान्छु। यो चाहिँ नि हजुरहरुले दुधसँग नि खान मिल्छ, मैले चाहिँ पानीसँग खान्छु हैन। अब कसैलाई ग्यास्ट्रिकको केको प्रब्लम छ भए चाहिँ नि या दुधसँग के अब हुन्छ नि नपच्ने त्यस्तो प्रब्लम छ भने हजुरहरुले पनि म जस्तै पानीमा लिन सक्नुहुन्छ। यो चाहिँ नि मिल रिप्लेसमेन्ट हो। यो चाहिँ कुनै सप्लिमेन्ट या त्यस्तो केही हैन। मिल रिप्लेसमेन्ट भनेसी अब केही नबाहेक अर्को रिप्लेसको लागि हो। अनि यो चाहिँ नि मलाई जहाँसम्म लाग्छ तपाईहरुले युज गर्नुभयो भने स्न्याक्स टाइममै युज गर्दा हुन्छ किनभने बिहान बेलुका त सबैजनाले आफ्नो घरमै खाइराख्नु हुन्छ। ब्यालेन्स डाइट मजाले मेन्टेन हुन्छ। तर दिउँसो अब बाहिरको खानु भन्दा त यो खानु एकदमै बेस्ट हो। अनि यो एउटा मात्र खाएर चाहिँ नि हजुरहरुको वेट लस हुँदैन है। अब हजुरहरुले यो खानु भयो तर बिहान बेलुका चाहिँ मजाले मोमो चाउमिन अझ यो खाएपछि पनि अझ मोमो चाउमिन अब चाहिने नचाहिने ड्रिंक्सहरु सुगरी प्रोडक्टहरु मजाले खाइराख्नु भएको छ भने योले केही हेल्प गर्दैन है। सो तपाईहरुले बिहान बेलुका मजाले ब्यालेन्स डाइट गर्नु पर्यो। अनि यो चाहिँ मिल रिप्लेसमेन्ट एउटा कुनै अब तपाईहरुलाई बिहान या बेलुका खान मन लाग्दैन भने तपाईले यसलाई बेलुका नि सुत्नु अगाडि लिँदा नि केही फरक पर्दैन। जस्ट यो खाएपछि चाहिँ अरु केही नखानु होला सकेसम्म। भोक लाग्यो भने यु क्यान इट यो के रे सलादहरु खान सक्नुहुन्छ, ह्यान्डफुल अफ पिनट्सहरु खान सक्नुहुन्छ। तर लाइक यो खाएर पनि जंक फुड त्यो एकदमै हुन्छ नि क्यालोरी एकदम धेरै भएकोहरु खानु भएपछि वेट लसमा हेल्प गर्दैन। अनि साथसाथै फर्स्टमा वेट लसको लागि ब्यालेन्स डाइट भइहाल्यो। दोस्रो भनेको हल्का एक्सरसाइज चाहिन्छ, हल्का शरीरको मुभमेन्ट चाहिन्छ अनि स्ट्रेसलाई कम गर्नु पर्यो हैन, रमाउनु पर्यो। यसले चाहिँ मजाले हेल्प गर्छ, तपाईलाई सपोर्ट गर्छ अनि वेट लसमा चाहिँ नि हेल्प गर्छ है। यो प्रोडक्ट चाहिँ नि दुईवटा फ्लेभरमा अवेलेबल छ हैन। हजुरहरुले जुन फ्लेभर मन पर्छ हजुरहरुले अर्डर गर्न सक्नुहुन्छ। यो प्रोडक्ट हजुरहरुले चाहिएमा चाहिँ नि हजुरहरुले मलाई डीएम गर्न सक्नुहुन्छ। ललितपुर, काठमाडौँ र भक्तपुरमा चाहिँ डेलिभर हुन्छ तर क्याश अन डेलिभर चाहिँ नि हामीले गर्दैनौं। सीओडी चाहिँ नि हल्का हामीले ट्रस्ट इस्यु आको भएर चाहिँ नि हामीले गर्न छाडेका छौं। अनि यसको प्राइस तल मेन्सन गरेकै छौं हैन। अझ अहिले त डिस्काउन्ट अफरमा छ। यो प्रोडक्टको बारेमा अरु केही इन्क्वायरी छ भने हजुरले मलाई मजाले डीएम गर्न सक्नुहुन्छ है। अनि भेस्टिजको अरु प्रोडक्ट चाहिएमा पनि हजुरहरुले डीएम गर्न सक्नुहुन्छ। भेस्टिजको बारेमा मजाले रिसर्च गर्नु होला के हो कसो हो भनेर। अनि हजुरलाई केही चाहिएमा हजुरहरुले सम्पर्क गर्न सक्नुहुन्छ मलाई है, डीएम गर्नु होला। हस्त धन्यवाद।